हेलो एन्ड गुड इभिनिङ सबैजनालाई अनि ह्याप्पी होली मेरो अनि मेरो परिवारको तर्फबाट। आज चाहिँ मेरो आमाले सेलरोटी बनाउनु हुँदैछ होलीको एकदमै स्पेसल डेमा। र हेर्नुहोस् न कस्तो सानो तवामा पनि मजाले बनाउनु हुँदै रहेछ। अन्त यो अस्ति नै घरको पूजा हुँदाखेरि चाहिँ सेलरोटीको सामानहरू उब्रेको थियो र त्यही सामानहरूले चाहिँ आज आमाले सेलरोटी बनाउनु हुँदैछ। र मेरो चाहिँ एउटा नन नेपाली साथी छ होइन, उसले सेलरोटी खान्छु खान्छु भनेको छ, अस्तिदेखिको थियो। र त्यसलाई पनि म भोलि चाहिँ सेलरोटी दिन्छु। अनि हेर्नुहोस् न, वाउ कस्तो मजाले बनिएको। कम्ती सामान छ भने चाहिँ हेर्नुहोस् है, कम्ती सामान थियो नि त, त्यही भएर चाहिँ सानो तवामा पनि मजाले बनिँदो रहेछ हो। हेर्नुहोस् न कस्तो मिठो। अब म यहाँ टेस्ट गर्दैछु, यहाँ तातो तातो कस्तो टेस्टी भएको थियो। साथीहरू आउनुहोस् है, तपाईँहरू पनि खानु।